सानो तिमीले हाम्रो बारीको बेलाउती चोरेका हौ र? चोरेको होइन हौ, हाम्रोतिर त जति खायो पनि केही भन्दैन अनि त्यही भएर तिमीहरूकोमा पनि रहेछ, त्यही भएर खाएको मात्रै हो। के भयो र? हजुरआमाले देख्नु भएछ के, त्यसो नगर न, भोलि पर्सि ज्वाइँ भनेर चिनाउँदा के हार्ने हो र? भन त, फेरि किन कल गर्यौ? एकछिन कटरको बुटा मुनतिर आऊ त। किन आउने हो र? के काम थियो? देउती ल्याइदिन्छु कि हिजो भैँसी बिहाको हाम्रो। मलाई त बियोती खासै मन पर्दैन नि। चाँडो हो फेरि मान्छे देख्छन्, छिटो छिटो ल ल। सुन त, हजुर तिमी आज हाम्रो घर आउन भ्याउँछौ र? हाम्रो घरमा आज मल बोक्ने काम छ के? मोल बोक्ने मेला आउनु पर्ने तिम्रो घर? म आउनु त आउँछु, फेरि मलाई टल्ल परेर नहेर है त तिमीले। अस्ति उता भाउजूले कस्तो शङ्का गर्नु भएको थियो, कुरकुर आफ्नो काम गर्ने भए मात्रै आउँछु। कतिखेर आउँछौ र? ल भात खाएपछि ल, बाई बाई। सुन त, तिम्रो घरमा केही काम छ र? यसो आज चौरीतिर भेटौँ भनेर। तिमीले 2 भारी घाँस काट्देऊ अनि बल्लसँग चाहिँ एकछिन चौरमा निस्कौँला, नत्र त भ्याउनु न आज त म त। कति काम छ घर।